नमस्ते, म डाक्टर विजय कुमार राउत। आई एम अ न्यूरोसर्जन। म नशा रोग विशेषज्ञ डाक्टरको हैसियतले जनकपुर न्यूरो हस्पिटल रिसर्च सेन्टरमा कार्यरत छु। आज हाम्रो गीता हेल्थ केयर प्राइभेट लिमिटेडको आज ओपनिङ छ। यहाँ यो ओपनिङ ओपीडी सेवा हामीले प्रदान गर्छौँ। न्यूरो ओपीडी को साथसाथै फिजिशियन, गाइनेकोलोजिस्ट र डाक्टरहरू पनि हुनुहुन्छ यहाँ। तर न्यूरोलाई यहाँ फोकस हामीले गरेछौँ किनभने यो क्षेत्रमा, क्लिनिक क्षेत्रमा न्यूरो सेवा एकदमै कमै थियो र यहाँको बिरामीहरू एकदमै बिचल्लीमा पर्थ्यो। त्यही भएर हामीले बजारमा पनि ओपीडी सेवा प्रदान गर्ने हामीले सोचेका छौँ र यो ओपनिङको उपलक्ष्यमा हामीले चैत 1 गतेदेखि 7 गतेसम्म 1 हप्ता निशुल्क न्यूरो ओपीडी सेवा हामीले प्रदान गर्छौँ। त्यसको जानकारी पनि हामी गराउँछौँ र यो जानकारी गराउँदा मलाई एकदम खुसी पनि अनुभूति भइरहेछ र साथै यो गीता हेल्थ केयर प्राइभेट लिमिटेड दिन प्रतिदिन उन्नति गरोस् भन्ने पनि शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्ते, म डाक्टर अपु झा, म एमडी मेडिसिन। म आज एकदम खुसी छु, मलाई पनि यहाँ सेवा दिने मौका दिनुभयो। गीता हेल्थ केयर प्रणाली आजदेखि उद्घाटन भएको छ। म पनि 1 हप्ता निरोस जस्तै हामीले 1 हप्ता निशुल्क सेवा दिने प्रतिबद्धता गर्दछु। नमस्कार सबकोटिके, हम डॉक्टर कृतिका झा, प्रसूति रोग विशेषज्ञ छी। फिलहाल हम अखन जनकपुर प्रादेशिक अस्पताल में कार्यरत छी। एहिठमा अहाँके गीता हेल्थ केयर में आइसँ कार्यरत छी। एहिठमा अहाँके स्त्री रोग विशेषज्ञ, प्रसूति रोग के सारा किट्स एतऽ उपलब्ध छै, कृपया विजिट करब। नमस्कार। नमस्ते, म डाक्टर कल्पना। आज चाहिँ म चाहिँ गीता हेल्थ केयर प्रालीको तर्फबाट हार्दिक अभिनन्दन गर्दछु सबैलाई। हाम्रो यहाँ चाहिँ ओपीडीमा न्यूरो, जनरल फिजिशियन अनि त्यसपछि गाइनीको सबै सेवाहरू उपलब्ध गराउँदछौँ। अनि हाम्रो यो क्लिनिक चाहिँ ठ्याक्क हस्पिटल रोडमा एडभान्स सिटीको अगाडि ठ्याक्क अगाडि